सेतो हो सर, यो सेतो अहिलेको लोकल डिउ हो सर। हो लुखान त घाँस अलिकति कस्तो हुँदो रहेछ। हाम्रो सुभाष सरको बहिनीको बिहेमा आइपुगेका छौँ। कक्सार कोटडाँडा चर्चित एकछिन यहाँ अगाडि फर्काएर के छ भने तपाईँ व्यस्त हुनुहुन्छ होला आज? व्यस्त आज व्यस्त हुने दिनदेखि अलिक व्यस्त पनि भइरहेको छ। सुनेको छैन अनि यति नै हो। यति नै होला कि अलि बेला अनि सकियो अब यो चाहिँ अब तपाईँको गाउँले भाषामा चाहिँ फलो उठाउने बे भन्दा रहेछन्। त्यसो हुँदैछ होइन यो अब हामीले पनि खाँदै हाम्रो बुवा हुन्छ। ए बुवालाई पनि नमस्कार छ। भेट भयो टक्क गीत रोकियो क्या अहिले चाहिँ। यसरी गीत रोकिएको बेला चाहिँ हामी टक्क खिचिहाल्छौँ। अब हामी यहाँ कति 6000 डी क्यामेरा बोक्ने हाम्रो 2000 डी निकन 4000 डी 6000 विथ लेन्स पनि दुईटा जोड्दैन त कहाँ पुग्छ? यो 2477 यो 18140 कहाँ पुग नजोडौँ अब। 140 18 सरहरू यता हुनुहुन्छ, प्रतीक्षामै हुनुहुन्छ उहाँहरू पनि। यसो कतिखेर शुभकामना दिने देउला देउलीलाई भन्ने हाम्रो दुला दुलैलाई भनेर हामी पर्खिरहेको छौँ। यो झर्ने ठाउँ चाहिँ डेन्जरै छ। यहाँ खतरा छ हेर्स। यस्तो तरिकाले झर्नु पर्ने छ। होला भरि नै आँट्यो उहाँको जेस। लेख्ने ठाउँ रहेछ यो चाहिँ। ल अब आइहाल्यो। केटाहरू आशीर्वाद दिनु बसेको हो कि अब के गर्नु पर्छ? हेर्नु मात्रै होला। हेर्नै मात्रै वास्तविक भोजन गर्ने ठाउँ चाहिँ यहाँ रहेछ। भोजन चाहिँ यहाँ हो। अब मनोरञ्जन लिने तला छ, आशीर्वाद दिने ठाउँ तला हो। नमस्कार नाना। ल उहाँलाई पनि भेट भयो नानासँग। लु नमस्कार है। नमस्कार हजुर हजुर नमस्कार है हजुर। बसेर टक्क खाने भयो अझ ठिक छ नि होइन बा? हाम्रा वरिष्ठ दाजु छन् यहाँ। अब यहाँ हाम्रो सेतो खालको डिउ आउँदैछ कि के खालको डिउ हेर्नुहोस् त। यस्तो सेतो खालको डिउ पनि बन्नु थालेछ। डिउ कस्तो होला यो बा? यो सेतो हो सर, यो सेतो अहिलेको लोकल डिउ हो सर। हो लुखान त घाँस अलिकति कस्तो हुँदो रहेछ? कस्तो रहेछ? ठिक छ।